भिडियो सनसनीपूर्ण छाएको छ। जेनजी आन्दोलनमा तहस नहस बनेका सरकारी सम्पत्ति ध्वंसको पीड़ा आगो झैं दन्किरहेको बेला हिजो सर्वहारा वर्गको नारा बोकेर शहर छिरेका जनवादी भनिएका नेता प्रचण्डको घरबाट ट्रकका ट्रक पैसा बाहिरिएको खबरले यति बेला हिजो जनयुद्धमै होमिएकाहरू पनि तातो आगो निलुला झैं गर्न थालेका छन्। आफूले विश्वास गरेको नेतृत्वको यस्तो बदनियतले गर्दा आफूहरू पनि बदनामी हुनु परेको एक कार्यकर्ताले बताएका छन्। भदौ 23 र 24 गते आन्दोलनको 2 दिन अगाडि 2 ट्रक पैसा प्रचण्डको घरबाट पूर्व मन्त्रीले निकालेर सेफ साइडमा राखिएको खबर बाहिरिएको छ। प्रचण्डको 2 करोड 2 ट्रक रुपियाँ 2 दिन अगाडि त्यहाँबाट निकालिएको छ। तपाईको उक्त कुराको खुलासा पूर्व प्रहरी महानिरीक्षक देवेन्द्र सुवेदीले गरेका छन्। एक टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन्। पत्रकार टीकाराम यात्रीसँगको कुराकानीमा सुवेदीले यस्तो खुलासा गरेका हुन्। स्मरण रहोस्, जेएनजीले घरमा आगो लगाएपछि पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको घरमा लाखौं पैसा जलेर नष्ट भएको भिडियो क्लिपहरू बाहिरिएका थिए। यी र यस्ता समाचार र भिडियोले गर्दा आम जनता मात्रै होइन, तीनै नेताले नेतृत्व गरेका पार्टीका कार्यकर्ताहरू पनि यति बेला निकै रुष्ट